दाइ सानो सहयोग गर्नुहुन्छ हुन्छ हस् धन्यवाद ठिक छ आफ्नो मनले ल धन्यवाद भाइ ल धन्यवाद दर्शक पनि आज चाहिँ हामी हाम्रो अमित भाइको लागि सहयोग उठाउनलाई जाँदैछौँ अमित भाइको खुट्टामा प्रब्लम भएको कारणले गर्दाखेरि उपचार गर्नलाई पैसा नभएको कारणले गर्दा भाइलाई सहयोगको लागि हामीले भिडियोहरू बनाएका थियौँ र भाइकै लागि सहयोग उठाउने भनेर हामी चाहिँ आज यसरी हाम्रो हेटौडामा सहयोग कलेक्सन गरेर हिँड्दैछौँ स्कुल सिस्टर सानो हेल्प गर्नुहुन्छ सो इच्छाले जति गर्नुभयो पनि हुन्छ हस् धन्यवाद हजुरको नाम हजुर सबु सापकोटा ठेगाना यही हो ए यही पाल रोमी सापकोटा हस् धन्यवाद ल यता दिदी सानो सहयोग गर्नुहुन्छ हस् धन्यवाद हजुरको नाम हस् धन्यवाद ल हस् धन्यवाद हजुरको नाम भनिदिनु न धनमारी रञ्जन हस् धन्यवाद हजुरको नाम भनिदिनु न मेरो जनक लामा जनक लामा हस् धन्यवाद ल हस् धन्यवाद हस् धन्यवाद हजुरको नाम भनिदिनु न मेरो सनबहादुर गोले हस् धन्यवाद आफ्नो मनले ल धन्यवाद भाइ हस् धन्यवाद धन्यवाद भाइ हस् धन्यवाद हस् धन्यवाद हस् धन्यवाद उदार चित्तले तपाईँ हाम्रो एउटा सानो सहायताले पनि कसैको जीवनको निम्ति चाहिँ एउटा ठुलो सहयोग मिल्ने भएको हुनाले जो जहाँ जसरी हुन्छ हामी सबैले एकसाथ एक मन भएर सहयोग गरौँ है धन्यवाद राक्सिराङको भाइ हो कि उसले फोन गरेर हामीलाई यसो सहयोग गरिदिनु दाइ भनेर भनेको उसको भिडियो पनि बनाएर हालेको थियो कि हामीले हुन्छ जति गर्नुभयो पनि हुन्छ यो बिरामी भाइको लागि हुन्छ हस् ल ठिक छ हस् ल धन्यवाद धेरै धेरै धन्यवाद भाइको लागि होइन भाइ हजुर एकदमै धन्यवाद ल धेरै धेरै धन्यवाद हस् धन्यवाद दर्शक पनि हामीले चाहिँ हाम्रो यो हेटौडाको सोलिडारिटीबाट बस पार्कसम्म मात्र हामी गएर अलिकति सहयोग उठाएको थियौँ अनि यति बेलासम्ममा हामीले सहयोग चाहिँ 2015 रुपियाँ चाहिँ सहयोग कलेक्ट भएको छ सहयोग गर्नुहुने यहाँहरू सम्पूर्णलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र यसमा चाहिँ हाम्रो कपी क्याटको तर्फबाट पनि हामी केही रकमहरू सहयोग गर्न चाहन्छौँ यसमा एड गर्छौँ हाम्रो कपी क्याटको तर्फबाट पनि हामीले चाहिँ 4500 रुपियाँ चाहिँ हाम्रो कपी क्याटको तर्फबाट हामीले यसैमा एड गरेका छौँ र यो सबै रकमहरू लिएर अनि हामी हाम्रो भाइ अमित तामाङलाई दिनको लागि चाहिँ हामी अब जाँदैछौँ हुन्छ धन्यवाद